आमा म त एउटा सल्लाह गर्नु पर्यो। अब नानीहरू पढाउन म त सहर पो जानु पर्यो। अहिले किन जानु पर्यो? नानी सानै छ, छोरो अस्ति भर्खर विदेश गएको छ, अहिले जानु पर्दैन क्या? नानी पढाउने बेला नि भएको छैन। पल्लाएर साइल दिदीका छोरीहरू पनि काठमाडौँ गएर बस्नुभयो त खै मजाले धान्नु भएको छ दाजुले। काठमाडौँ किन जानु? पर्दैन क्या आफ्नो सदरमुकाम जानु। जति गरे पनि तपाईँले 1 रुपियाँ देखाउने होइन, छोरीले पठाएर पनि 1 रुपियाँ देखाउने होइन र। अब अहिले नरमाऊ कहिले रमाउनु होइन। म त काठमाडौँ जाने, जोगिए जोगिन्छ नजोगिए जोगिँदैन। 1 लाख रुपियाँ हुन्छ भन्दै हुन्थ्यो। म त काठमाडौँ जाने हो। अब खेतबारी बाँझै बस्छ, टाढा गएर हुँदैन। यहीँ पढाउनु, म कहिले जान्छु, त कहिले जानु। पैसा बचाउनु पर्छ, छोराले कमाएको पैसा यहाँ हामीले कमाएर अलिअलि खर्च चलाउनु पुर्याउनु पर्छ। पछि राम्रो हुन्छ नि त त्यो गर्न पाए। महँगो भएर के भयो त नि? राम्रो छ नि त, पढाइ राम्रो छ। बोलाएको दिदीहरूले खै त नानी 2-2वटा नानी पढाएर पनि यतिको स्कर्ट र टी सर्ट लाएर एउटा दाइसँग बाइकमा सुई आउनुभएको थियो अस्ति, त्यो मोटर बाइकमा घरैसम्म ल्याइदिएर 4-5 दिन त दाइ पनि बसेर गएको। म त काठमाडौँ जाने हो। कपाल पनि चिल्लो नचिल्लो बनाएर आउनुभएको थियो दिदीले त। म त तपाईँसँग नबस्ने। सदरमुकाम भए तपाईँ यहाँ काम गर्नु बोलाइ गर्नुहुन्छ। अनि काम गर्नु पर्ने, मैले काम गर्नु पर्ने, अनि आफू गएर सदरमुकाममा चाहिँ नातिसँग बसौँला भन्नुहुँदो। म चाहिँ यहाँ काममा पेर्नु खेतबारी गर्नुपर्ने होला मैले होइन। नबस्ने, जोगे जोगिन्छ नजोगे जोगिँदैन। पठाउँछन् बस्ने हो र खाने हो रमाउने हो। अब अहिले नरमाऊ कहिले रमाउनु?